हाड र छालाको शरीर त हो, घमण्ड केका लागि गर्छौ? आज स्वस्थ र मस्त छौ, भोलिका लागि आज किन मर्छौ? फेरि सबै तुलना किन अरूसँगै गर्छौ? तिमी पनि त आँटे सबै पाउन सक्छौ। तर सबै पाउन फेरि किन ज्यान नै फाल्छौ? समय लाग्ला तिमी गन्तव्यमा अवश्य पुग्छौ। कर्म गर, फलको यति छिट्टै आश किन गर्छौ? तिमी त कसैको जीवनको अमूल्य भागमा पर्छौ। मेरो पनि उसको र त्यसको जस्तै भइदिए सोच्छौ। फेरि आफ्नै आशा र तुलनाले आफै दुखी हुन्छौ। त्यही हो जीवनको अध्यायमा निराशा र अन्धकारको बाटो नरोज्नु। यसरी हुन्छ कि त्यसरी हुन्छ बाटो खोज्दै गर्नु। याद राख्नु, तिमी त कसैको जीवनको भरोसा पो हौ। सुखमा मात्र होइन, दुःखमा पनि उनीहरूको साथ पाउँछौ। मैले कविताको शीर्षक त भन्नै भुलेछु। शीर्षक थियो हार नखानु है। अनि यो कविता चाहिँ मैले सबैको जिन्दगीलाई दर्शाउने गरी प्रस्तुत गर्न खोजेकी हुँ। हामी सबैलाई जीवनको अन्त्य एक दिन हुन्छ भन्ने थाहा छ। त्यही नि हतार गर्छौँ, सबै कुरा सकाउन खोज्छौँ अनि तुलना गर्छौँ अनि जीवनमा रमाउनै बिर्सन्छौँ। यति नै थियो मेरो डे 16 अफ मिनी भ्लग। बाई।